अस्ति त्यसले त मलाई हड्डासम्म कुटेको यार। त्यसलाई आज म त्यसले त्यो भयबाट त अलिक खसाल्नै पर्छ यार। साला मरेछ क्या हो? अब गाडी सक्यो यार, जानुपर्छ। हेलो सीआईडी सर, यहाँ के लास्ट का व्यवस्था छिटो हजुर यता पुग्नु त। हेलो मान्छे गएको छ। मान्छे गएको छ। मरेको 500 मिनट मात्र भइरहेको। ओइ तिमी दुईजना यसलाई लग्न हस्पिटल लग। हामी दुईजना त्यो यसलाई मार्ने मान्छेलाई हेर्न सक्छौँ। सर तपाईँले के भन्नुभयो? ए भाइ भर्खरै होइन त्यहाँ एउटा मर्डर भएको छ। बल तिमी त होइन भन्ने उ लाग्यो, त्यसैले आएको म। ओ यसको जाँच गर्छ के मिल्छ? सर जाँच गर्नु मलाई मतलब हेर्नु। हेलो सीआईडी सर, हजुर छिटो आउनु त, यहाँ होस् है सुन्नु। छिटो आउनु। सर तपाईँको फोन आइरहेछ, उठाउनु न। यहाँ त्यो जरुरत हुनसक्छ। हेलो त्यो मान्छे भयो कि नै यार? ल बाबु आयो। के भयो बाबु? हजुर छिटो आउनु न। यसको घाँमा 5वटा छाप्छु। हामीले फिङ्गर प्रिन्टवाला उल्याएको मेसिन। ए बाबु गर, यस्तो गर। म गर्नै पर्ने हो सर। ल बाबु समाज जेलमा हो बाबु तँलाई किन हाल्यो यसले? बाबु यो बाबुलाई किन हान्या? सर मेरो यससँग धेरै दुश्मनी छ। किन भन्दाखेरि यसले अस्ति मैले एउटा गुलेली भेटाएको थिएँ। त्यसले मैले चल्ला मान्न खोज्दाखेरि म यसलाई लागेर यसको साथीको भाइ मर्यो। त्यसै कारण यसले मलाई लाग्तैले हानिकन खेदेको थियो दाजु सर। मैले त्यसै कारणले यसलाई हानेको। पार्ट 2 बनाएको पार्ट 3 पनि आन्छ न गाइस। यो भिडियो पनि मन पराइदिनु होला र हाम्रो भिडियोमा कमेन्ट पनि गरिदिनु होला। ल गाइस हैन पार्ट 3 पनि आउँछ। बाइ बाइ गाइस।